सुप्रभात सबैजनालाई धेरै धेरै सम्झना पनि। अहिलेको समयमा मानिसमा एउटा भ्रम केही पाइँदो रहेछ। विगतमा हामीमा पनि त्यो भ्रम हुन्थ्यो। त्यो चाहिँ के रहेछ भने सुख भन्ने कुरा, सुख भन्ने वस्तुलाई हामीले खोज्ने कहाँ, त्यो सुख चाहिँ कहाँ छ, एउटा भ्रम, गतिलो भ्रम हुँदो रहेछ यो। र हामीले सुखलाई बाहिरको भौतिक वस्तुहरूमा पाइन्छ भन्ने एउटा सोच, मेन्टालिटी हामी बनाउँछौँ। एउटा पारिवारिक अथवा समाजको सोच पनि त्यस्तै नै रहन्छ कि सुख भन्ने वस्तु बाहिरी संसारमा यो पायो भने म सुखी हुने, छोराले फर्स्ट ल्यायो भने म सुखी हुने, मेरो यस्तो काम बनिदियो भने म सुखी हुन्छु, खुसी हुन्छु भन्ने खालको एउटा सुखलाई कुनै एउटा वस्तुसँग तोलमोल गर्ने हाम्रो सोच हुँदो रहेछ। तर वास्तवमा त्यसो होइन रहेछ। त्यो सुख भन्ने वस्तु चाहिँ हाम्रो जन्मजात अधिकार हो, हामीमा एकदमै रहनुपर्ने त्यो एउटा गुण हो सुख भन्ने चाहिँ। र त्यो हामीभित्र छ पनि, त्यसलाई हामीले चिन्ने अथवा त्यसलाई कसरी बाहिर निकाल्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुँदो रहेछ। र कुनै एउटा वस्तुसँग हामीले यदि हाम्रो सुखलाई साट्ने गऱ्यौँ भने के हुन्छ, बाहिरी कुराले हामीलाई बेला बेला दुःख दिइरहन्छ। हामीले सोचे जस्तो भएन, हामी दुःखी भइयो, कसैले केही भनिदियो हामी दुःखी, मैले केही कुरा पाउने सोचेको थिएँ त्यो पाइनँ म दुःखी। र यस्ता कुराहरूले चाहिँ हामीलाई बारम्बार हल्लाइरहने, कमजोर बनाइरहने गर्दो रहेछ। म एउटा उदाहरण म सम्झिन्छु। जस्तै एउटा बाँदर छ, उसको पुच्छर पनि छ। त्यो पुच्छरले बाँदरको सम्पूर्ण जिउलाई हल्लाउने होइन, हल्लाउनु हुँदैन, हल्लाउनु सक्दैन पनि। तर वास्तवमा भएको त्यस्तै छ। एउटा सानो समस्या, पुच्छर भनेको एउटा एकछिनको लागि समस्या मानिदिउँ, अनि त्यो सानो समस्याले त्यो पुरै जिउलाई हल्लाइरहने, बारम्बार हल्लाउने त्यस्तो खालको प्रक्रिया हुन्छ। र सुखलाई हामीले चिन्न आवश्यक छ। सुख हामीभित्रै छ। सुख हाम्रो नैसर्गिक अधिकार, हाम्रो जन्मसिद्ध अधिकार हो। त्यो वरदान हामीले पाएरै आएका छौँ। र सुखलाई बाहिरी भौतिक जगतमा खोज्ने प्रयास नगरेकै राम्रो हुन्छ जस्तो मलाई लाग्छ। कोही दिन त्यसले अप्ठ्यारोमा पार्छ। त्यो सुखलाई बाहिर खोज्ने बानीले हामीलाई अवश्य पनि अप्ठ्यारो पार्छ। र सुख हामीभित्रै छ। हजुर, सुख हामीभित्रै छ। म यो गरेर सुखी हुन्छु होइन, म सुखी भएर अथवा खुसी भएर यो गर्छु। मैले खुसी भएर चाहिँ कुनै एउटा काम गर्न थालेँ भने त्यसमा भएको पाउने आनन्दलाई सफलता मान्न पनि सकिएला होइन। तर खुसी भएर गर्ने हो, जे गरिन्छ त्यसलाई खुसी भएर गर्न थालियो भने त्यो एउटा आनन्दको कुरा हो। र यसो गर्दा खुसी हुन्छु, उसो भइदियो खुसी हुने, त्यो कन्डिसनले चाहिँ हामीलाई जीवनमा खुसी हुन दिँदैन। जीवनमा हामीलाई कुनै एउटा राम्रो कुरो, प्रोडक्टिभ कुरोहरू सोच्ने समय दिँदैन हजुर भन्ने मेरो बुझाइरहेको छ। हस्, शुभ दिन हजुर, शुभ दिन।